नमस्कार है त हजुर, के छ तपाईँहरूको हालखबर? यो चाहिँ यो अपाचीको मैले यहाँ वान वे एउटा फेरेको छु होइन। अब यसमा सधैँ आफूले गरेर राम्रो कामको मात्र भिडियो बनाएर हुन्न नि त होइन। यसमा चाहिँ तपाईँको सेल भएको थिएन होइन। वान वे फेरि चाहिँ तपाईँको पुरै टुक्रा टुक्रा भएर आयो सुरुमा हामीले काम गर्दा चाहिँ होइन। अनि चाहिँ गएर हामीले यसमा लोकल हालेको, कस्टमरले चाहिँ पैसा नै किन धेरै खर्च गर्ने भनेर होइन त, हो कि धेरै खर्च नगर्ने भने भएर ल नि त, अब खर्च नगर्ने भने चाहिँ पुरानो बाइकलाई भनेर हामीले लोकल हालेको है। फेरि म आफूले हालेको अन्त होइन है, अन्तको भनेको छुइनँ मैले। सधैँ आफूले गरेर कामको पनि बेफाइदा कहिले भन्नुपर्छ नि त होइन। लोकल हालेको अनि तपाईँको एक महिना नबित्दै फेरि गयो, यहाँ टुक्रा टुक्रा भएको छ है। वान वे यही नै हुन्छ होइन, टुक्रा टुक्रा भएको छ। यसको छर्राहरू यहाँ छ, अझ यहाँ सफा गरेर केटाहरूले कता कता पुऱ्यायो, कोट पसल सफा गर्दा पुरै छिया भएको छ। एक महिना नबित्दै है, धेरै पनि होइन, गुरा पनि धेरै छैन। अनि अहिले चाहिँ मैले तपाईँको यो कम्पनीबाट ओरिजिनल हालेछु। अब फिट गरेको चाहिँ भिडियो बनाउनु पाइएन, अलि हतार भएको भएर, काम भएको भएर होइन। यो मैले कम्पनी ल्याएर हालेछु, अहिले स्टार्ट नै भइसक्यो। यसको दाम चाहिँ कम्पनीमा तपाईँको 27 रुपियाँ परेछ होइन। ल हजुर है, यो कम्पनीको यस्तो कुराहरू चाहिँ, इन्जिनको भित्रको कुराहरू चाहिँ तपाईँको कहिले पनि बाहिर लोकल नगर्नु, सामान प्रयोग नगर्नु। मैले जहिले भन्ने गर्छु। अब यसमा पनि काम दिएन है, मैले चाहिँ अहिले कम्पनीको ओरिजिनल हालेको छु। अब चाहिँ मस्त चल्छ है त हजुर। ल स्टार्ट नै भइसकेको छ, अब सब फाइन छ यो बाइकको। ल त हजुर, ल लोकल सामान चाहिँ सब गरिदिनु न, त्यही भन्नुको लागि यो भिडियो चाहिँ। ल हजुर, ल।